म हजुरलाई गाइड गर्दै लान्छु। यो बाटो हो अरे कि यस्तो बाटो कोही मर्निङ वाक जान्छ। यहाँनिर अस्ति न बाघ आएको भनेर न्युज आएको थियो होइन। बुवाले मलाई यस्तो बाटो लिएर आउँदै हुन्छ यहाँ भने मेरो ज्यान कोही तलमाथि खतरा पऱ्यो भने पक्का हो। टेन्सन नदिन म बाबु खाना समातेर खाइहाल्छु। यस्तो राम्रो बाटो छ। बाटोबाट आएर होइन यसरी यहाँ मर्निङ वाक आएको होइन। यहाँ डेरी यसरी पसेर यहाँनिर चाहिँ यस्तो रहेछ कि पुरा इट्स लुक लाइक सो सस्पेन्स है। हेर्नु त यहाँ पुरा हाम्रो टिभी त यस्तो छ। ल बाटो चाहिँ यो है। अनि यो बाटो हुँदै त्यसरी आएर हेर्दै क्या डर लाग्थ्यो है। तर त्यहाँभित्र बस्ने ठाउँ छ जस्तो। म चाहिँ गइनँ है, मलाई डर लागेर। साथीहरू हजुरहरू चाहिँ एकदम साइलेन्स भएर बर्डको साउन्ड सुन्नुहोस् ल। एकदम आनन्द आउँछ, मन शान्त हुन्छ।